हाम्रो कम्पनीले चाहिँ अब सेफ्टी जुत्ता पनि दिएको छ है। ल हेर्नु साथीहरू, पहिला पनि दिएको थियो तिनीहरू जुत्ता है। यस्तै जुत्ता दिएको थियो तिनीहरू पहिला पनि, अहिले पनि दिएको छ। ल हेर्नु साथीहरू, एकदम न्यू छ, एकदम दामी छ। ल हेर्नु चाहिँ ल गाइज, म चाहिँ भर्खरै कम्पनी आइपुगेँ है। अब चाहिँ ड्युटी गर्नुपर्छ, भित्र बस्नुपर्छ है। ल गाइज, म चाहिँ कम्पनीको ड्युटी सर र गाडीमा जाँदैछ है। ल हेर्नु साथीहरू, हाम्रो चाहिँ यहाँ रुमबाट चाहिँ कम्पनी पुग्नको लागि करिबन तपाईँको आधा घन्टा जति लाग्छ है। ल हेर्नु साथीहरू, नमस्ते, गुड मर्निङ सबैजनालाई। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि एकदम सन्चै आरामै छु। आज फेरि नयाँ दिनको सुरुवातसँगै नयाँ भिडियो लिएर तपाईँहरूको सामान्यमा आइसकेको छु है। मेरो चाहिँ आज चाहिँ नाइट ड्युटी छ है, त्यही भएर म चाहिँ अब ड्युटी हिँड्न लाग्यो है साथीहरू। अहिले चाहिँ यहाँको साँझको 5 बजेको छ है। म चाहिँ 6 बजेको ड्युटी जाने हो। मेरो कम्पनी गाडी चाहिँ यहीँ रुम अगाडि 5:30 बजीबाट छुट्छ है। त्यही भएर म चाहिँ ड्युटी जानको लागि तयारी गर्दैछु है। ल साथीहरू, भर्खरै नुहाइधुवाइ गरेर कम्पनीको ड्रेस लाएर एकदम फ्रेस भएर निस्किसकेको छ है साथीहरू। ल हेर्नुहोस्, तपाईँहरू चाहिँ मेरो पहिलाको भिडियोमा चाहिँ अब कम्पनीको अर्को ड्रेस देख्नुभएको थियो है, अर्को युनिफर्म देख्नुभएको थियो। अहिले चाहिँ हाम्रो कम्पनीले चाहिँ एकदम युनिफर्म चेन्ज गरेको छ है। अनि चाहिँ तपाईँको यो कम्पनीको स्टिकर पनि लगाएको छ है। ल स्कुल डायरी कम्पनी भनेर सर्टकटमा लेखेर आएको छ है। पुरै एकदम चेन्ज गरेको छ है। ल साथीहरू, अहिले चाहिँ कम्पनीको चाहिँ नाम एउटै हो, पहिला पनि अहिले पनि, तर युनिफर्म मात्रै चेन्ज गरेको छ। ल हेर्नुहोस् है गाइज, म चाहिँ कपडा सपडा लाएर एकदम रेडी भइसकेँ। गाइज, हाम्रो कम्पनीले चाहिँ अब सेफ्टी जुत्ता पनि दिएको छ है। ल हेर्नुहोस् साथीहरू, पहिला पनि दिएको थियो तिनीहरू जुत्ता है। यस्तै जुत्ता दिएको थियो तिनीहरू त पहिला पनि, अहिले पनि दिएको छ है। ल हेर्नुहोस् साथीहरू, एकदम न्यू छ। सेफ्टी जुत्ता है। ल एक जोडा दिएको छ साथीहरू। एकदम दामी छ है। ल कपाल चाहिँ तपाईँको यो सेफ्टी जुत्ताको चाहिँ के महत्त्व छ, एकदम के विशेष छ भन्दाखेरि चाहिँ है, तपाईँको जुनसुकै काम गर्दाखेरि पनि सेफ्टी जुत्ता युनिफर्महरू सेफ्टी आफ्नो सेफ्टीको लागि लगायो भने चाहिँ एकदम राम्रो हुन्छ है। जुनसुकै काम गर्दाखेरि पनि म चाहिँ त्यही भन्न चाहन्छु है। यो सेफ्टी जुत्ताको चाहिँ के विशेषता छ भन्दाखेरि चाहिँ साथीहरू, तपाईँको कुनै पनि भन्नाले सानोतिनो सामानहरू अचानक अब खुट्टामा खसिहाल्यो भने चाहिँ अलिकति यसले चाहिँ सेभ गर्छ क्या है साथीहरू। त्यही भएर सेफ्टी जुत्ता चाहिँ युज गर्न एकदमै लाजिम छ है, लाजिम जरुरत छ भनौँ न। ल हेर्नुहोस्, यसमा चाहिँ तपाईँको फलमको स्टिल राखेको छ कि यो अगाडिपट्टि है। लानु साथीहरू, यहाँनिर चाहिँ फलमको स्टिल राखेको छ, त्यही भएर बाइचान्स सानोतिनो सामानहरू खस्यो भने चाहिँ यहाँनिर चाहिँ हाम्रो खुट्टाको पन्जालाई चाहिँ त्यति असर गर्दैन। यहाँ चाहिँ फलमको स्टिल लगाएको छ है, त्यही भएर सेफ्टी जुत्ता चाहिँ लाउन एकदम जरुरत छ साथीहरूलाई। तपाईँहरूले चाहिँ अब किन सेतो कपडा दियो भनेर भन्नुहुन्छ होला है। हाम्रो चाहिँ अब डेयरी कम्पनी है, दुधबाट बन्ने आइटमहरू, आइसक्रिमहरू यताउति सबै आइटम बन्छ नि त, त्यो भएर चाहिँ अब सेतो ड्रेस दिएको हो। पहिला पनि सेतो थियो है, अहिले पनि सेतो छ है। ल साथीहरू, दुधबाट बन्ने आइटमहरू बनाउँछ नि त हाम्रो कम्पनीमा। अब दुधहरू यो त हल्का फुल्का पोखियो भने पनि कपडामा देखिन्न भनेर होला सायद, मलाई चाहिँ जहाँसम्म है त्यस्तो लाग्छ है। ल साथीहरू, त्यही भएर सेतो ड्रेस दिएको होला जस्तो लाग्छ है साथीहरू। हाम्रो कम्पनीमा चाहिँ थुप्रै सेक्सनहरू छ है, त्यही भएर चाहिँ म चाहिँ प्रोडक्सन सेक्सनमा काम गर्छु। त्यही भएर मेरो टी सर्टमा चाहिँ प्रोडक्सन डिपार्टमेन्ट भनेर लेखिरहेको छ है। ल साथीहरू, ल गाइज, मेरो चाहिँ गाडी आइसक्यो है। म चाहिँ गाडीमा बसिसकेको अवस्था छ है। ल साथीहरू, म चाहिँ चट्ट लाएर गाडीमा जाँदैछु। अब चाहिँ म रुमबाट चाहिँ हाम्रो कम्पनी पुग्नको लागि चाहिँ तपाईँको करिबन 30 मिनट जति लाग्छ है। ल साथीहरू, पुरै मरुभूमि मात्रै छ है। यतातिर साइडमा चाहिँ त्यति बजारहरू चाहिँ त्यति छैन है। ल साथीहरू, तपाईँको चाहिँ कुवेतमा चाहिँ त्यति रुख बिरुवाहरू हुँदैन है, लगाएको मात्रै हुन्छ। नेपालतिर युरोप कन्ट्री जस्तो चाहिँ आफै उम्रेको चाहिँ हुँदैन है। ल साथीहरू, म लगायत 4-5 जना साथीहरू छौँ है हामी चाहिँ। ल साथी, गाडीमा हामी चाहिँ नाइट ड्युटी गर्ने साथीहरू चाहिँ धेरै छैनौँ है, हामी चाहिँ 10-12 जना जति मात्रै छौँ। ल हेर्नु साथीहरू, अरू चाहिँ डेमा गर्ने साथीहरू चाहिँ धेरै हुनुहुन्छ है। ल हेर्नु साथीहरू, हाम्रो कम्पनीले चाहिँ तपाईँको थुप्रै कन्ट्रीको साथीहरू काम गर्नुहुन्छ है।
मैले चाहिँ तपाईँलाई पहिलाको भिडियोमा पनि भनिसकेको छु है। नेपाली, बङ्गाली, इन्डियन, पाकिस्तानी, फिलिपिनी, मसिरी अन्य कन्ट्रीका साथीहरू, थुप्रै कन्ट्रीका साथीहरू काम गर्नुहुन्छ है। ल हेर्नु साथीहरू, यस्तो छ, हामी चाहिँ सबैजना मिलेर काम गर्छौँ है। प्रदेशको ठाउँमा सबैजना मिलेर काम गर्नुपर्छ। जुन ठाउँको भए पनि, जुन देशको भए पनि हामी सबै एउटै दाजुभाइ हो है। त्यही सम्झेर एकदम मिलेर काम गर्नुपर्छ है। ल हेर्नु साथीहरू, आफ्नो आफ्नो काममा फोकस गर्ने हो, बस झगडा गरेर केही फाइदा छैन कसैसित है। आफ्नो आफ्नो काम आफ्नो आफ्नो सेक्सनमा राम्रोसित गर्नुपर्छ है। यस्तै छ है त। ल हेर्नु साथीहरू, ल गाइज, हाम्रो सेक्सनमा चाहिँ अब तपाईँको लगभग 10-11 घन्टा रेगुलर चलिरहेछ ड्युटी है। ठिकै छ, के गर्ने। ल हेर्नु साथीहरू, प्रदेशको ठाउँमा सुख दुःख चलिरहेको छ है। यस्तै छ है त। ल हेर्नु साथीहरू, तपाईँको सेलेरी चाहिँ थोरै धेरै भए पनि अब महिना पछि आइरहेको छ है। सेलेरी चाहिँ ट्याक्क महिनामा आउँछ, त्यसको लागि चाहिँ राम्रै छ भन्नुपर्छ है। ल हेर्नु साथीहरू, तपाईँको कम्पनीमा चाहिँ बाहिर भित्र सबै सेक्सनमा चारैतिर क्यामेरा लागेको छ। त्यही भएर चाहिँ त्यति भिडियो बनाउनु चाहिँ त्यति मिल्दैन है। त्यही भएर चाहिँ म कम्पनीभित्रको चाहिँ त्यति भिडियो बनाउँदिनँ है साथीहरू। म तपाईँहरूलाई चाहिँ अब हल्का फुल्का अलिअलि भिडियो देखाउने कोसिस गर्ने छु है कम्पनीभित्र पनि। ल हेर्नु साथीहरू, त्यति फुल भिडियो चाहिँ त्यति बनाउन अलि मिल्दैन है। ल हेर्नु साथीहरू, चारैतिर क्यामेरा लागेको छ, त्यही भएर अलिकति धेरै बेरसम्म मोबाइलमा भिडियो बनाउनु त्यति चाहिँ मिल्दैन है। ल हेर्नु साथीहरू, ल फाइनली गाइज म चाहिँ कम्पनी आइपुगेँ है। ल हेर्नु साथीहरू, ल हेर्नुहोस् गाइज, मैले काम गर्ने केही दृश्यहरू। ल गाइज, हामीले चाहिँ यो कार्टुनमा दही पिकिङ गर्दैछु है मेसिनमा। ल हेर्नु साथीहरू, अनि यो चाहिँ हाम्रो क्रिमहरू पनि बन्छ है। ल हेर्नु साथीहरू, म चाहिँ यहाँ मेसिन चलाउँदैछु है, दहीको मेसिन। ल हेर्नु साथीहरू, यस्तो छ है त। ल हेर्नु साथीहरू, अनि यताबाट चाहिँ यो सन्दुक आउँछ है। सन्दुक आएर अनि चाहिँ मेसिनले चाहिँ तपाईँको उठाएर चाहिँ सन्दुकमा हाल्छ है। ल हेर्नु साथीहरू, ल हेर्नु साथीहरू, सिधै चाहिँ उठाएर चाहिँ सन्दुकमा हाल्छ है। ल हेर्नुहोस्, मेसिनले चाहिँ चट्ट लाएर। ल हेर्नु साथीहरू, दुईवटा सन्दुकमा हाल्छ एकैचोटि। ल हेर्नु साथीहरू, यो सुगर क्रिम अनि चाहिँ ब्रेकफास्ट क्रिम थुप्रै आइटमहरू बन्छ है। ल हेर्नु साथीहरू, तपाईँको यो दहीलाई चाहिँ पेकिङ गरेर अनि रेपिङ सेपिङ गरेर तपाईँको फ्रिजमा 4 क्लिपले चाहिँ यसरी राख्नुपर्छ है। ल हेर्नु साथीहरू, मैले चाहिँ चट्ट लाएर इलेक्ट्रिक 4 क्लिपले फ्रिजमा राखिसकेको अवस्था छ है। ल हेर्नु साथीहरू, तपाईँको यो इलेक्ट्रिक 4 क्लिपले चाहिँ सामानहरू यताउता राख्नलाई एकदमै सजिलो हुन्छ है। ल हेर्नु साथीहरू, तल राख्नलाई माथि राख्नलाई एकदमै सजिलो हुन्छ है साथीहरू। तपाईँको हाम्रो कम्पनीमा चाहिँ थुप्रै आइटमहरू बनाउँछ है। सबै आइटमहरू देखाउनु चाहिँ त्यति सम्भव छैन, त्यही भएर अलिकति देखाएको साथीहरू। ल साथीहरू, मेरो भिडियो चाहिँ कस्तो लाग्छ है, लाइक कमेन्ट सेयर गर्नु होला, अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला है। ल गाइज, अब चाहिँ अर्को भिडियो भेटेर ल गाइज, ओके बाई बाई गाइज।